सो आज हामी कुरा गर्न जान्छौँ एउटा यस्तो स्थानको बारेमा जसले नेपाली विद्यार्थीहरूलाई एउटा महान उपलब्धि दिन्छ। त्यो हो विद्यालय अर्थात् माध्यमिक स्कुल। स्कुल यस्तो ठाउँ हो जहाँ भिन्न भिन्न प्रकारका क्यारेक्टर तपाईँले पाउनुहुन्छ। कसम भनेको नेपाली फिल्ममा कसैले भर्सेटिलिटी चाहिन्छ र त्यो डाइरेक्टर छ भने एकचोटि नेपाली स्कुल गएर हेर क्या भाइ, कसम यस्तो भिन्न भिन्न क्यारेक्टर पाइन्छ, यस्तो भिन्न भिन्न क्यारेक्टर पाइन्छ। कसम भनेको वान अफ द मोस्ट भर्सेटाइल फिल्म बन्छ यार, कसम भनेको। अनि यो सबैको सुरुवात हुन्छ बिहान 9:30 बजे। ओके ठिक छ, 9:30 बजे स्कुल लगाऊ, ठिकै छ। एसेम्ब्ली किन गरिरहेछौ होइन? कस्तो कहिले मैले भनेको पनि थिएँ यार 15 मिनटमा सकिने एसेम्ब्ली आधी घन्टामा नखिचौँ होइन, किन? अनि भाइ त्यो बेला जब यस्तो दिमाग खराब हुन्छ जब कि थाहा छ कि भाइ गर्मी चलिरहेछ होइन, थाहा छ टिचरलाई पनि थाहा छ, स्टुडेन्टलाई पनि थाहा छ, प्रिन्सिपललाई पनि थाहा छ, तर पनि त्यो मान्छेले छोड्दैन हामीलाई। मिलिट्रीमा पनि अलिकति रेस्ट दिन्छ यार। अनि भाइ कुनै दिन जब स्कुलको प्रोग्राम हुन्छ, कसम भनेको अरू स्कुलको थाहा भएन होइन, हाम्रो स्कुलमा घाममा उभ्याउँथे, हामीलाई उभ्याउँथे र बचाउँथे। ओके उभ्याउनु भनेको धेरै रिस्की काम हो, बुझेँ मैले यार। बसाउनु पनि ठिकै छ, जब उठ्छौँ नि हामी त्यहाँबाट, कसम भनेको होइन। अब आफै बुझ्नुहोस् कस्तो हालत होला हाम्रो होइन। यो चिज म भन्न सक्दिनँ, नत्र युट्युब बाउला हो भिडियो हटाइदिन सक्छ होइन। अनि कसम भनेको नेपाली स्कुलमा वान अफ द बेस्ट भनेको भिन्न प्रकारको मान्छे पाइन्छ यार। यहाँ कोही हुन्छन् होइन आफूले सलमान खान सम्झिने, कोही हुन्छ आफूले जन एफ केनेडी सम्झिने यार, के भयो होइन। त्यस्ता क्यारेक्टरहरू पाइन्छ क्या। सुरुमा आउँछन् मोनिटर, यस्तो खत्तम चिज हो नि भाइ, कसम यार। बोल्या छुइनँ त भाइ, म पुरै पिरियड शान्त बसिरहेको छु, नाम हटाइदे कागजबाट, नेपाली कागज इरेजेबल इङ्कले लेख्छस् त, सबैलाई थाहा भएकै कुरा हो भाइ होइन। अनि कसम भनेको जब स्कुलमा प्रोग्राम हुन्छ नि, प्रोग्राम हुँदा यो टिचरहरूलाई के लाग्छ भन्नु, उत्तर दिनुहोस् त हामीलाई होइन। उत्तर दिनुहोस् कि स्टुडेन्टलाई क्लासबाट निकालेर कुन हिसाबको दिव्य ज्ञान तपाईँले प्राप्त गर्नुहुन्छ। या हिँड्दा थाकेर मान्छे जेठमा गराउँदै हुनुहुन्छ तपाईँले प्रोग्राम। जेठमा विराटनगर अलिकति बढी गर्मी भयो, म एराबिक बोल्न थाल्छु, म यस्तो गर्मी हुने ठाउँ हो होइन। यस्तो ठाउँ बाहिर किन निकाल्नु, बाहिर निक्ल्यो सबजना प्रोग्राम हेर्न जा। किन 2 दिनमा बनाएको नाटक हो भाइ त्यो, हामीलाई थाहा छैन र? 2 दिनमा बनाएको नाटक हो त्यो नाटक किन हेर्नु? नाटक पनि टेरिबल नै छ, त्योभन्दा राम्रो मोहनमोल खिचको फिल्म हेरिहालौँ होइन। द्याट्स टु के बोलौँ यार, कसम भनेको घरमा आमाहरूसँग घरमा थिएन भने यस्तो छाडा बोल्थेँ नि म। अनि भाइ त्यो प्रोग्राममा एक त भाइ नाम राखेको छ ट्यालेन्ट सो, ट्यालेन्टेड मान्छे कोही आएका छैनन्। एक छ आफूले नारायण गोपाल सम्झिने तर गीत दुर्गेश थापा जस्तो गाउने होइन, स्टेजमा जान्छ अनि गाउनु थाल्छ, मलाई छोडी मेरो जीवनबाट। कसम ओरिजिनल सिङ्गरले यो सुन्नु भने माइक लिएर कुट्छ कसम होइन। त्यत्तिकै होइन रामकृष्ण ढकाल त्यो गीत सुन्नु भने कसम गेटैमा पुर्याइदिन्छ होइन, पुर्याइनुहुन्छ सरी होइन, अलिकति सभ्य भनिदिउँ न होइन। त्यही हो अब स्कुलमा। अनि प्रोग्रामहरूको कुरा भयो, क्लासमा पनि ठिक छ। ओके एभरेजली स्कुल बनाएको पढाउनको लागि ठिक छ, पढाउनुहोस्, भेरी गुड होइन, धेरै राम्रो हो, पढाउनु राम्रो कुरा हो होइन। अलिकति सोसियल मेसेज पनि दिदिउँ न त, जुन चाहिँ म कुनै पनि दिँदिनँ, बिकज आई डोन्ट ह्याभ इन्ट्रेस्ट, मलाई छैन इन्ट्रेस्ट। अनि एक छ भाइ स्कुलमा मलाई हरेक टाइम त्यो एउटा ब्यान्ड हुन्छ क्या, कसम 2 दिन अगाडि बनेको, सबलाई ह्याप्पी बर्थडे टु यु भाइको कड गाउन आउँदैन कसम। एकचोटि रेकर्डर बजाइरहेछन्, कोही गीत गाइरहेछन्, कोही नाचिरहेछन्, ठिकै छ। कोही मलाई मोबाइल लिएर यसरी होइन, यसरी तिमी बुझ्छौ नि, हातमा मोबाइल राखेर आँखा त्यसमा गाडेर गीत गाइरहेछन्। गीत गाउन मन छ भने लिरिक्स त याद गर्नु, यति मेहनत गर्नुपर्छ, कसैले मेहनत गरौँ होइन, आफ्नो गीत आफै गाउँ होइन। एटलिस्ट केही एक लाइन त गाउनुहोस्, जुन चाहिँ मोबाइल नहेरिकन गाउनुहोस्। क्यारेओके गरिदिइरहेछन्, क्यारेओकेमा पनि अलिकति ज्ञान हुन्छ त। ओके द्याट पनि सेयर गर्न नबिर्सनु, हस्त बाबाई। अब तपाईँलाई लाग्न सक्छ तँलाई यति धेरै प्रब्लम भयो, तँ गएर गाइदियो, गाउन मलाई पनि आउँछ, गाइदिउँ। ओके तपाईँहरूको यही डिमान्ड छ भने म गाइदिन्छु होइन। कुन गीत गाउनु ल? अर्को भिडियो, यो भिडियोमा कसम 10 जनाले पनि हेऱ्यो भने अर्को म गीत गाएर बनाएको भिडियो हाल्छु ल, इट्स माई प्रमिस है। 10 भ्युज ओके, 10 भ्युज 5 लाइक ओके डन, पुग्यो मलाई, पुग्यो होइन, पुग्छ मलाई।